तलावादको नयाँ नियम सँगसँगै धेरै कुराहरू परिवर्तन भएर आएको छ होइन। त्यसमा सबैभन्दा मुख्य कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ राइडरले जति काम गर्छु भन्दा भन्दै पनि काम गर्न नपाउनु हो कि। तलावादले चाहिँ हरेक हप्ताको मङ्गलबारको दिन चाहिँ काम गर्ने ड्युटी सिफ्ट चाहिँ छोडिदिन्छ क्या। त्यो दिन चाहिँ हामीले बुक गर्नुपर्ने हुन्छ क्या। मङ्गलबार टु अर्को मङ्गलबारसम्मको लागि बुक गर्नुपर्ने हुन्छ होइन। ड्युटी आवर चाहिँ 6 घन्टा 5 घन्टा 10 घन्टासम्म, कहिलेकाहीँ 12 घन्टा पनि हुन्छ होइन। त्यसमा चाहिँ हामीले जोडेर कति घन्टा काम गर्ने भनेर चाहिँ हामीले डिसाइड गर्नुपर्छ। सो यो सिफ्टको सन्दर्भमा चाहिँ यसमा पनि क्याटेगोरी वाइज दिन्छ क्या। ब्याच 1, ब्याच 2, ब्याच 3, ब्याच 4 भनेर यसरी अप्सन राखेको हुन्छ होइन। त्यसमा चाहिँ ब्याच 1 र ब्याच 2 लाई चाहिँ सबैभन्दा अगाडि दिन्छ क्या। अनि सबैभन्दा अगाडि दिन्छ ब्याच 1 र ब्याच 2 लाई। अनि त्यस पछाडि बाँचेको सिफ्ट चाहिँ अरूले पाउँछ क्या। 1 र 2 ब्याचमा भएकोले चाहिँ सबै अब सिफ्ट राम्रो राम्रो छानिसकेको हुन्छ होइन। त्यहाँदेखि बाँचेको अब हुन्छ नि, त्यहाँदेखि उब्रेको सिफ्ट चाहिँ अब अरूले तान्नु पर्दाखेरि चाहिँ बिहानको सिफ्ट नै पाउँदैन क्या। त्यही भएर अब सबैले बिहान काम गर्न खोजिरहेको हुन्छ। बिहानको सिफ्ट नै नपाएपछि त दिनमा त्यति अर्डर पनि हुँदैन, बेलुका अलिअलि हुन्छ। जति हान्न सक्यो बेलुका 6-7 बजीदेखि त 10-12 बजीसम्म हो। अनि बिहानै नपाएपछि चाहिँ गाह्रो हुन्छ क्या।